हजुर तपाईँको स्वास्थ्य एकदम सफा रहनु नै तन्दुरुस्त रहनु नै तपाईँको छोराछोरीको एउटा भविष्य उज्जवल बनाउने तपाईँको स्वास्थ्य हो किनकि तपाईँ यदि पैसा जम्मा गरेर तपाईँको स्वास्थ्य ठिक छैन भने के फाइदा हो फाइदा हो आज भोलि आएर मैले 1 करोड कमाएर मेरो छोरालाई राखिदिँदाखेरि तर म बाउ छैन भने भोलि आएर झुरु झुरु रुनु भयो अब अर्कै छ त बाउ भन्न पाए खोजेर किनेर पाइन्छ त पाइँदैन नि तर बाउ राम्रो छ भने त्यो नै एउटा छोराछोरीको लागि आधार खम्बा त्यो नै हुनुपर्छ किनकि जस्तै मैले एउटा छोराछोरीलाई मैले राम्रो शिक्षा दीक्षा बाटोमा लगाएँ भने मेरो छोराछोरी भविष्यमा राम्रो हुन्छ तपाईँले छोराछोरीको वास्ता गर्नु होइन भने कोही कसैले गाँजा खाएर हिँड्दैन कसैले चोर्ला कसैले ढाल्ला त्यही हो एउटा अभिभावक घरमा हुनुपर्छ त्यही जस्तो हाम्रो देशको क्षेत्रमा पनि लिडरहरूले भनेको पनि सुन्नुपर्छ छोराछोरीले पनि त्यो एउटा अभिभावकको जिम्मेवारी पनि हो किनकि हेर्नुहोस् म आज सायद मेरो अभियान मदन सर जानुभयो अनि त्यसपछि मलाई त कसैले मेम्बर बनाउने पनि थाहा छैन केही पनि थाहा छैन मलाई अल्लाह मल्लाह म त्यसै अल्लाह मल्लाह त्यसपछि मलाई पऱ्यो हरिकिशोर सरले एकजना यसैमा एकजना छोरी मान्छेले जोइन गरिदिनु भयो त्यहाँदेखि मेरो दिमागमा पर्छ ए आफू नतातेपछि त अरू त्यसै पो हुँदो रहेछ त्यही दिनदेखि मैले जब मेम्बर पनि जोइन गर्ने सिकेँ त्यही दिन सिएसए पढ्ने पनि सिकेँ त्यसपछि किन मैले हरिकिशोर सरलाई त्यसपछि मेरो बाउ भनेर सम्झेर म पछि पढेँ अम्बर सरहरू हाम्रो कोब्रा सरहरू डरब सरहरू पनि हुन्छ उहाँहरूले पनि हेल्प त गर्नुहुन्छ तर पनि मैले त्यो दिनदेखि मैले हरिकिशोर सरलाई मैले जे हाम्रो व्यक्तिगत किनकि त्यो दिन उनले मेरो सामान्य मेरो मेम्बर जोइन गर्न नसिकाएको भए म आज पछि भन्दै म 2 शब्द यहाँ टिका गर्न चाहन्छु बोलीमा कमी कमजोरी पक्कै पनि हुन्छ होइन एउटा कमी कमजोरीलाई सुधार्नु स्वीकार्नु नै एउटा महानता हो भन्दै मेरो 2 शब्द यहाँ टिका गर्न चाहन्छु हस्त धन्यवाद गुड मर्निङ